साथी हामी सबको आज दमको भित्र चुनाव आउनुभन्दा 12 दिन अगाडिमा टक्क हामी घुमघाम निरीक्षणमा छौँ। अरूको फोटो, अरूको टिकटक, अरूको भिडियो देख्यो भने आज प्रत्यक्ष आँखाले देख्नु पायो। तर दुर्भाग्य बस दुःख लाग्दो कुरा भनेको चाहिँ जस राम्ररी सलक्कै त्यो सिसा सबै भएर माथि नै त चढ्नु पाइएन, न त सय टिकट काटेर घुम्नु जाने मन गरेर आएको। तर अहिले पुरै बन्द रहेछ, तहस नहस अस्तव्यस्त बनाएर अर्बको क्षति पुर्याएछ। अहिले तिमीलाई के लाग्छ अब यो बन्दिए जस्तो हुन्छ, अब मर्मत गर्नुपर्छ जस्तो लाग्छ मर्मत कि? त गर्नुपर्छ जस्तो होइन, अस्ति नै बनिनुपर्ने, अलिकति ढिला सुस्ती भएको रहेछ स्थितिले गर्दा पनि होला। तर अब तत्काल यो बनिहाल्नुपर्छ, अनि फेरि बनेर चाहिँ माथि चढेर फेरि हेर्नु पाउनु पर्यो भन्ने भनाइ हो मेरो। अब यो बनिसकेको संरचनालाई यसरी भत्काउनु चाहिँ नमिल्ने। जसले भत्कायो तिनीहरूलाई चाहिँ मैले अगाडि भेटेँ भने चाहिँ के गर्छु भन्ने मलाई थाहा छ। यो अवस्थामा आएर केपी बाला के भन्न चाहन्छौ? बाला अहिले चाहिँ म यो विषयमा न्युट्रल रहेँ। अब 21 पछिको बारेमा कुरा गरौँ। अहिले चाहिँ मैले यतिमै मैले न्युट्रल रहेँ ल। हस् त, धन्यवाद। ल अहिले देख्न सक्नुहुन्छ अहिले चुनाव लागेर पनि होला मान्छे